नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर 3 का उम्मेदवार डाक्टर सुनिल शर्माले आफूलाई 70,000 मत दिएर जिताउन मतदाताहरूसँग आग्रह गरेका छन्। आफूलाई मोरङ निर्वाचन क्षेत्र नम्बर 3 का जनताले यसअघि पनि तेस्रो सबैभन्दा बढी मत दिएको स्मरण गर्दै आगामी निर्वाचनमा सबैभन्दा बढी मत पाउनेमा विश्वस्त रहेको बताए। उनले सबैभन्दा बढी मत पाएसँगै संसदमा बोलिने आवाज बुलन्द हुने र त्यो आवाज देश तथा विदेशमा पनि महत्त्वका साथ हेरिने उनको भनाइ छ। नयाँ राजनीतिक दलहरूप्रति लक्षित गर्दै उनले अहिले एक किसिमको कोरोना भाइरस नै रहेकाले यस्तो समयमा पनि सबैभन्दा बढी मतका साथ विजय हुनुले महत्त्वपूर्ण अर्थ राख्ने जिकिर गरे। 70,000 मत ल्याएर निर्वाचित भएको सांसदले उठाएका आवाजहरूले जनताको नीति निर्माणमा धेरै सहजता ल्याउने उनको भनाइ छ। अब म के चाहन्छु भने यो क्षेत्रका जनताले कमसेकम यसपालि मलाई 70,000 बढी मतले तपाईँहरूले जिताएर पठाइदिनुहोस्। के हुन्छ त्यसो गरेपछि भने होइन म 80 पनि भन्दिनँ। अहिले मैले आजसम्म बोलेको कुरा पुग्ने गरेर यसपालि पुग्नुपर्छ भने ठिक छ, मुखमा दुधेर बात बस्नुहोस्। तपाईँहरूले नेपालको सबभन्दा हाइएस्ट मत लिएर गएको सांसद, त्यो पनि यस्तो हावाहुन्डरीमा, यो पनि कोरोनै हो नि त। अहिले यहाँ त अहिले चाहिँ माटो कोरोना, घन्टी कोरोना, कुनै के कोरोना, अनि हाम्रा नेताहरूको अर्को अस्ति नैको होइन सबै चाहिँ त्यो लुटपाट कोरोनै छ नि त, होइन महामारी छ नि त। अहिले यो महामारीमा तपाईँहरूले मुलुकभित्रको अस्ति नै त म तेस्रो हाइएस्ट मत हो होइन, डिफ्रेन्स पनि थर्ड हो मेरो। अब तपाईँहरूले मलाई पहिलो मत सबभन्दा बढी हामीसँग मत छ, फेरि यहाँ मलाई 70,000 भन्दा माथि मत दिएर तपाईँहरूले पठाउनु भयो भने मलाई विश्वास छ त्यो हाइएस्ट मत हुन्छ। पुग्ने कुरा बोले क्या मैले, अहिले नपुग्ने कुरा बोले त 1 लाख पनि भनिदिन्थेँ। मतै 1,05,000 जति झर्छ होइन, अहिले त्यति झर्छ। त्यो भएर मैले 70% आफूलाई हेरेँ। नेता शर्माले नेपाललाई शान्तिको देश बनाउन जरुरी रहेको बताए।